Hello everyone, good morning अनि welcome back to my YouTube channel. So after long time फेरि पनि YouTube को लागि भिडियो लिएर आउने कोसिस गरेको छु अनि आज चाहिँ रहेको छ हाम्रो स्पेशल भन्दा पनि ठिकै पिकनिक है अनि त्यो पिकनिकमै जानका लागि हामी चाहिँ रेडी भइसकेको छौं आजको रहेको छ लेडिज पार्टी अनि हाम्रो सबै केटाहरु चाहिँ घरमै हुनुहुन्छ है बस्नुहुन्छ अनि अब चाहिँ हाम्रो आधी पार्टी चाहिँ अघि नै धरमपुरबाट मुभ भइसक्नु भएको छ है अनि हामी दमकमा हुने चाहिँ अलि ढिलो भएर अब हामी चाहिँ बिस्तारै जाँदै गर्छौं उहाँहरुले गएर चाहिँ खाजा बनाउँदै गर्छौं भन्नुभएको छ सो उतै गएर भेटौं है त आइपुग्यो हामी चाहिँ पिकनिक स्पट पिकनिक चाहिँ यस्तो भइराछ है साथीहरु हामी बल्ल आइपुग्यो हामी आउँदाखेरि खाजा चाहिँ राम्रोसँगले यहाँनिर पाकिराखेको रहेछ हैन यहाँ तयारी अचारको तयारी हुँदैछ है त के हो हाई भन्नु भन्दैन हौ आइपुग्दा अब हामी बनाउँछौँ तर बिस्तारै खाजा प्रोग्राम तपाईँहरूले खानु भएको छैन पाक्यो भने तपाईँहरूले खानु भएको छैन त्यो हतारको त्यस्तो खाजा बनाउने टोलीहरू यता हुनुहुन्छ यता तयारी हुँदैछ यता के भएको यो यस्तो हुन्छ ल यतातिर ल गजब भयो गजब यता सेकुवा पाक्दैछ अब सेकुवा मेरो ग्रुपहरु यता छ है खया खै पुरा डार्लिङ सायाङ यता अचार बन्दैछ है यतातिर बडा रमाइलो छ है यस्तो छ है रनागन रमाइलो पुरा सेकुवाको लागि ल स्पेशल मेरो बहिनी कान्छी बहिनीले बनाउने आजको सेकुवा चारपटे चोक्टा हाम्रो कालो सुँगुर बुङ्गुरको चोक्टा चारपटे चोक्टा सेकुवा यता पाक्दैछ अब सब भइसक्यो यता पुलाउ भइसकेछ सब्जीहरू सबै भइसक्यो सेकुवा बन्दैछ यता अचारको पुरै अचार यता चाहिँ अचार बन्ने हो तर सबै तिमीले लुङ्गी बारेर बेरेर भएन क्यामराम्यान यता क्यामराम्यान भइहाल्यो म चाहिँ घोलाइ सेकुवा घोलाइ खतरा छ यहाँ अब सेकुवा पकाउने बन्दैछ मेरो बहिनीलाई यता अर्कै बहिनी रातै पिरा भइसक्यो यता एकजना बेस्ट पेरेन्ट साथी दुईजना लु खानु हुँदैछ एकदम यति मजा गरी खानु हुँदैछ यो आज चाहिँ मेरो बहिनीले मासु पोली खाने रहर गरेर चाहिँ आज पिकनिकमा चाहिँ हामी एकदमै रमाइलो गर्ने भनेर सुँगुरको मासु पोलेर चाहिँ खाने भएको छौँ हामी हेलो पुनिवाली लगाइदिउँ
नि मान्छे जतिकै खतरा होइन खतरा त्यो कसले छोरी फुल पनि मिलाइदिउँ होला आगो ए अब चिम्टी नभएर चिम्टा नभएर ग्रेनाइट छैन ढुङ्गा पनि छैन सो हामीले चाहिँ तावामा हानिदिइरहेको छौँ है यसरी ल आफ्नो डिपार्ट एकदम इमान्दार साथ निभाउँदैन बाँकी हाम्रो पार्टी यता रेडी छ रेडी हाम्रो परको कुकुरले खाइदिन्छ होला यार यो चाहिँ 1 कार्टन बियर अघि सकिसकेको छ है पिकनिक चाहिँ यस्तै भइरहेछ अनि वरिपरि चाहिँ आज चाहिँ पोहोरको जतिको मान्छे छैन रहेछ पातलो पातलै हुनुहुन्छ तर कतिजना चाहिँ गइसक्नु भयो जस्तो छ है सो हामी चाहिँ यहाँ पार्कभन्दा मुनिपट्टि हो हाम्रो खानेकुरा त्यहाँनिर त्यत्तिकै छ मासु पुलाउ है अब चाहिँ हाम्रो घर जाने बेला पनि भइसक्यो अनि फेरि भेट्दै गर्नु होला मलाई एक्लै यहाँनिर खानेकुरा रुङ्नु लगाइराखेर सबैजना फोटो खिच्नु गएका छन् है सो यहाँ म चाहिँ एक्लै बसिरहेको छु खाँदा नाच्दा रमाइलो गर्दा यति बेला भएर अब भर्खरै हिँड्न लागेको मान्छे ल्याउनु आइपुगिसक्नु भएको छ है हजुर ल्याउनु आइपुग्नु भएको छ अब जाडोमा सरर जाने प्लान छ हाम्रो गाडी पनि ल्याउनु आइसक्नु भएको छ यहाँनिर छ हाम्रो गाडी अनि अर्को 2टा गाडी यतानिर छ हजुर पिकनिक ए यता झन् खतरा पिकनिक साँच्चै आजलाई यति नै बाई बाई ल हाम्रो पिकनिक कस्तो भयो ल ल ल ल ल